हेलो गाइज, हार्दिक स्वागत गर्न चाहन्छु फेरि पनि हाम्रो नयाँ भिडियोमा। आज चाहिँ हजुरहरूलाई विशेष भिडियोको साथमा फेरि पनि म उपस्थित भइसकेको छु। सो आज चाहिँ हामी यो भिडियोमा के को बारेमा कुरा गर्न गइरहेका छौँ भन्दाखेरि युट्युब च्यानलको सेटिङ चाहिँ कस्तो तरिकाले बनाउने, युट्युब च्यानललाई चाहिँ एकदम चाहिँ छिट्टोभन्दा छिट्टो भाइरल गराउनको लागि सबैभन्दा पहिला हामीले युट्युब च्यानलको चाहिँ सेटिङ मिलाउनु पर्ने हुन्छ, जुन चाहिँ हामीले युट्युबको ड्यासबोर्डमा गएर हामीले सेटिङ पुरै मिलाउनु पर्ने हुन्छ। त्यो सेटिङहरू एकदम मजाले मिलेको छ भने हाम्रो भिडियो भाइरल हुनको लागि केही समय लाग्दैन है। आज हामी यो भिडियोमा हजुरहरूलाई यो जानकारी गराउँछौँ कि युट्युब च्यानलको चाहिँ सेटिङहरू कस्तो तरिकाले मिलाउँछौँ, युट्युब च्यानलको ट्यागहरू हामीले कसरी लगाइराख्छौँ, अनि चाहिँ युट्युब च्यानलको चाहिँ लोकेसनहरू कस्तो तरिकाले मिलाउँछौँ, यो भिडियोमा हामी तपाईँलाई जानकारी दिनेछौँ। सो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। तपाईँलाई भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि हाम्रो युट्युब च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अब हामी चाहिँ सिधै कम्प्युटरको स्क्रिनतर्फ लाग्छौँ है। कम्प्युटरको स्क्रिनमा आइसकेका छौँ। सबैभन्दा पहिला हामीले के गर्नुपर्छ भन्दाखेरि कम्प्युटरको ड्यासबोर्ड खोल्नुपर्ने हुन्छ, जुन चाहिँ तपाईँलाई पक्कै पनि थाहा छ होला। कम्प्युटरको ड्यासबोर्ड अथवा युट्युब च्यानलको ड्यासबोर्ड कस्तो तरिकाले खोल्ने भनेर। ओके, यहाँ जाने अनि यो आइकनमा जाने अनि यहाँनिर वाइटी स्टुडियो युट्युब स्टुडियोमा जानुपर्ने हुन्छ। यहाँ गइसकेपछि हाम्रो यो ड्यासबोर्ड आउँछ। यो ड्यासबोर्ड आउँदाखेरि हामीले हाम्रो वाच टाइम चाहिँ कति पुगेको छ, हाम्रो सब्सक्राइब कति पुगेको छ भनेर हेर्नको लागि यो अनमा जानुपर्ने हुन्छ। यहाँ गएपछि हामीले थाहा पाउन सक्छौँ। यहाँनिर देख्न सक्नुहुनेछ अहिले हाम्रो एउटा पनि भिडियो यो च्यानलमा लगाएको छैन। सो त्यो भएर यहाँनिर युट्युब च्यानलमा चाहिँ सब्सक्राइब अनि वाच टाइमहरू केही देखाएको छैन। यहाँनिर 1000 सब्सक्राइबर अनि चाहिँ 4000 घन्टा वाच टाइम देखाइरहेछ अनि 10 मिलियन चाहिँ भ्युज देखाइरहेछ सर्ट भिडियोको। यो मैले तपाईँलाई योभन्दा नेक्स्ट भिडियोमा युट्युब च्यानल चाहिँ कस्तो तरिकाले क्रिएट गर्ने मोबाइलबाट भनेर चाहिँ मैले भिडियो बनाइसकेको छु। तपाईँले यो आइकनमा पनि देख्न सक्नुहुनेछ। सो हामीले अब सेटिङ मिलाउनु पर्ने हुन्छ। युट्युब च्यानललाई चाहिँ सबैभन्दा ग्रोथ गराउनको लागि मुख्य भूमिकै हाम्रो युट्युब च्यानलको सेटिङले गर्दाखेरि हुन्छ। सो त्यसको लागि चाहिँ हामीले यो सेटिङमा क्लिक गर्नुपर्ने हुन्छ। सेटिङ खुलिसकेपछि यहाँनिर हाम्रो 5-6 वटा हाम्रो यहाँनिर अप्सन देखाउँछ, जेनेरल, च्यानल अपडेट, डिटेल्सहरू होइन, यो खालको अप्सनहरू देखाएको छ। जेनेरलमा सबैभन्दा पहिला यहाँनिर करेन्सी भनेर आउँछ। यो करेन्सी चाहिँ युएस डलर नेपाली जे लाउँदा पनि हुन्छ, तर हामीले युएस नै राखौँ, युएसडी डलर नै राखौँ। अनि यसलाई केही गर्नु परेन। अब हामीले च्यानलमा आउनुपर्ने हुन्छ। च्यानलमा चाहिँ हामीले कन्ट्री चोइस गर्नुपर्छ। सबैभन्दा मुख्य कुरा, तपाईँ कुन देशमा हुनुहुन्छ त्यही देशको चाहिँ कन्ट्री सेलेक्ट गर्नुपर्ने हुन्छ। जुन चाहिँ हामी नेपालमा छौँ, हामी नेपाल यहाँनिर चोइस गर्छौँ है। ओके, नेपाल चोइस गरिसकेपछि तपाईँले यहाँ किवर्ड भनेर देखिराख्नु भएको छ। यो किवर्ड चाहिँ हामीले यहाँ किवर्ड लगाइराख्यौँ भने चाहिँ हामीले फेरि पनि भिडियो अपलोड गर्दाखेरि चाहिँ यो किवर्डले काम गर्छ। जुन चाहिँ हामीले भिडियो अपलोड गर्दा हामीले जुन अहिले लेखिराखेका हुन्छौँ त्यो किवर्डले चाहिँ फेरि पनि त्यो किवर्ड चाहिँ तपाईँले फेरि पनि लेखिराख्नु पर्दैन भिडियो अपलोड गर्दा। यो किवर्डको काम चाहिँ के भन्दाखेरि हाम्रो भिडियोहरू हाम्रो च्यानललाई चाहिँ ग्रोथ गराउने काम गर्छ। जस्तै हाम्रो के को नाम छ त युट्युब च्यानलको भन्दाखेरि त्यो नै लाउनु पर्ने हुन्छ। BRIYAM, ब्रियम लिम्बू। ओके, यो एउटा किवर्ड हो। अब यस्तै टाइपको BRIYAM ब्रियम मात्र होइन, LIMBU लिम्बू। यो चाहिँ तपाईँको किवर्ड भनेको चाहिँ तपाईँको यो किवर्डको नम्बर हुन्छ क्या। यो म तपाईँलाई नेक्स्ट भिडियोहरूमा जानकारी दिनेछु। यो किवर्ड चाहिँ जुन चाहिँ 1 नम्बरमा छ भने ब्रियम लिम्बू हान्ने बित्तिकै तपाईँको सुरुमा तपाईँको युट्युब च्यानल देखाउँछ अथवा तपाईँको भिडियो देखाउँछ। अनि ब्रियम हान्दा पनि तपाईँको तपाईँकै च्यानल देखाउँछ, लिम्बू हान्दा पनि तपाईँकै चाहिँ च्यानल देखाउँछ। यो किवर्डले काम गर्न थालेपछि है। यो बारेमा चाहिँ म तपाईँलाई बिस्तारै कुरा गर्नेछु है, यो युट्युब च्यानलको यो किवर्डको बारेमा। ओके, लिम्बू ब्रियम लिम्बू
ब्रियम, लिम्बू, लिम्बू ब्रियम यो टाइपको किवर्डहरू लगाएपछि जुन चाहिँ यो 4 वटा हामीले किवर्ड राखेका छौँ। यो जुनै किवर्ड चाहिँ तपाईँको युट्युबमा कुनै मान्छेले सर्च गर्यो भने चाहिँ तपाईँको च्यानल भेट्छन् है। त्यसको लागि यो हामीले किवर्ड राख्नुपर्ने हुन्छ। ओके, यहाँ एडभान्स सेटिङमा जाउँ। यहाँनिर हामी आएपछि यहाँनिर यो जुनै अप्सनमा राख्दा हुन्छ, तर हामी यो बिचको अप्सनमा जाउँ। अनि यहाँनिर फ्युचर इलिजिबिलिटी भनेको छ, यो चाहिँ हाम्रो यो भिडियो अपलोड गरिसकेपछि मात्र इलिजिबल हुन्छ। अनि यो 3 नम्बरको चाहिँ पक्नुहोस्, यहाँनिर हामीले इलिजिबल गराउनु पर्ने हुन्छ। ओके, यो स्टेप नम्बर 2 को इलिजिबल गराउनको लागि चाहिँ हामीले यहाँनिर फोन नम्बर लगाउनु पर्ने हुन्छ है। ओके, यहाँनिर हामीले फोन नम्बर लाउँछौँ, जुन चाहिँ हामीले अगाडि फोन नम्बर लगाएको थियौँ युट्युब च्यानलमा। जुन चाहिँ तपाईँले युट्युब च्यानलमा नम्बर लगाउनु भएको छ त्यही नम्बर लगाउनु पर्ने हुन्छ। ओके, यो मैले लगाएँ। अब यो कोड आउँछ है। अब हाम्रो एउटा कोड आउँछ, त्यो कोड हामीले यहाँ लाउनु पर्ने हुन्छ, 0654544। ओके, हामीले यो कोड चाहिँ हामीले लगाइसकेका छौँ। अब हामीले सबमिट गरौँ। यो गरिसकेपछि हाम्रो यो इनेबल भइसक्यो है। यो इनेबल भयो। स्टेप नम्बर 1 इनेबल भइसकेको हुन्छ। स्टेप नम्बर 2 इनेबल हुन्छ। यो अनि 3 नम्बरको चाहिँ बिस्तारै आफै इनेबल हुन्छ है। अब यति भइसकेपछि हामीले अब यहाँ किवर्डहरू लगाइसक्यौँ। हामीले यो किवर्डहरू कन्ट्री नेपाल लगाइसक्यौँ। अब हामीले यहाँ सिम्पल्ली सेभ गर्नुपर्ने हुन्छ है। ओके, यो सेभ भइसकेपछि फेरि हाम्रो ड्यासबोर्डमा आउँछ। फेरि हामीले सेटिङमा जानुपर्ने हुन्छ। ओके, अपडेट फ्युचरमा जाउँ। अब यहाँ टाइटल भनेको चाहिँ तपाईँले भिडियोमा लाउने टाइटल हो। यो टाइटल अहिले लगाइराख्नु पर्दैन, तर तपाईँले यहाँ टाइटल लगाइराख्नु भयो भने फेरि तपाईँले भिडियो अपलोड गर्दाखेरि यो टाइटल अटोमेटिक आउँछ है। हामीले लेखिराख्नु पर्दैन। डिस्क्रिप्सन छ, डिस्क्रिप्सनमा चाहिँ तपाईँको युट्युब च्यानलको बारेमा चाहिँ तपाईँले लेखेर अलरेडी यहाँनिर राख्न सक्नुहुनेछ। अनि यो भिजिबिलिटी भनेको छ, यो त तपाईँले अहिले प्राइभेट गर्न पनि सक्नुहुनेछ। यो पछाडि उयो चोइस गरेर लाउँदा हुन्छ भिडियोलाई पब्लिक गराउँदाखेरि। सो अनि यो ट्याग भन्ने छ, यो ट्यागको चाहिँ मेन महत्त्व हुन्छ। यो ट्याग भनेको चाहिँ जुन चाहिँ हामीले युट्युब च्यानलको बारेमा यहाँनिर ट्याग लगाइराखौँ। यो ट्याग लगाइसकेपछि पछि भिडियो अपलोड गर्दाखेरि चाहिँ तपाईँको फेरि लेखिराख्नु पर्दैन है। जस्तै अघि हामीले किवर्ड राख्यौँ, सेम त्यही तरिकाले राख्नुपर्ने हुन्छ। हामी राख्दैछौँ। ओके, ब्रियम लिम्बू एउटा किवर्ड भयो। यो किवर्डको ऱ्याङ्किङ त्यही हो। तपाईँको यो हामीले जुन किवर्ड लगाएको छौँ त्यही किवर्ड लगाएर सर्च गर्यो कुनै ठाउँ युट्युबमा चाहिँ त्यही नाम सर्च गर्यो भने चाहिँ हाम्रो युट्युब च्यानल देखाउने काम गर्छ है। तपाईँको लिम्बू यस्तो तरिकाले हामीले किवर्डहरू राख्नुपर्ने हुन्छ। यो चाहिँ हामीले एकचोटि यहाँनिर राखेर सेभ गऱ्यौँ भने चाहिँ दोस्रोचोटि फेरि हामीले लेखिराख्नु पर्दैन। जुन भिडियो बनाउँछौँ त्यो भिडियोको बारेमा पनि किवर्ड राख्नुपर्ने हुन्छ। तर यो चाहिँ हाम्रो युट्युब च्यानलको नामको किवर्डहरू अहिले हामीले अलरेडी राख्यौँ भने चाहिँ एकदम राम्रो हुन्छ। यस्तो तरिकाले हामीले किवर्ड राख्न सक्छौँ है। अनि अब एडभान्स सेटिङमा जाउँ। एडभान्स सेटिङमा गएर अब हाम्रो क्याटेगोरी आउँछ है। तपाईँले केको बारेमा भिडियो बनाउँदै हुनुहुन्छ त्यो क्याटेगोरी यहाँनिर राख्नुपर्ने हुन्छ है। तपाईँको कमेडी छ कि होइन, यहाँनिर धेरै एजुकेसन होइन, गेमिङ, अनेक म्युजिक होइन, हाउ टु एन्ड स्टाइलहरू भनेछ। सो यहाँ धेरै खालको हुन्छ। अब हामी ले चाहिँ केको बारेमा भन्दाखेरि अब हामीले यहाँनिर पिपुल एन्ड भ्लग्समा हामी यो क्याटेगोरी चोइस गर्छौँ। किन भन्दा हामीले अब भ्लग्स टाइपकै भिडियोहरू बनाउँछौँ। सो ल्याङ्ग्वेज है, ल्याङ्ग्वेज केको बारेमा है, क्याप्सनहरू केको बारेमा हुन्छ त भन्दाखेरि हामी अलरेडी नेपाली हो, नेपाल नै हामीले चोइस गर्नुपर्ने हुन्छ। ओके, यहाँनिर नेपाली। ओके, नेपाली चोइस पर्ने हुन्छ। यहाँनिर नो नै राखौँ यसलाई।
सो डिस्क्रिप्सन ल्याङ्ग्वेज भनेको हामीले अघि भन्यौँ डिस्क्रिप्सनमा चाहिँ हाम्रो च्यानलको बारेमा केही लेखेर राख्नु पर्यो भने हामीले के बारेमा लेख्ने भन्दाखेरि हामीले यहाँ अभियसली नेपाली नै राख्नुपर्ने हुन्छ। ओके, नेपाली। ओके, नेपाली। ओके, नेपाली। अनि कमेन्टलाई अन राखौँ, योलाई बेसिकमै राखौँ। हो, यति भएपछि हाम्रो यो अपडेटको बारेमा पनि भइसक्यो। अब हामीले सेभ गरौँ। यो सेभ गर्ने बित्तिकै हाम्रो सिधै ड्यासबोर्डमा आउँछ। फेरि हामी सेटिङमै जानुपर्ने हुन्छ। हामीले यहाँसम्म सेटिङ मिलाइसक्यौँ। पर्मिसन भनेको यो नै हुनुपर्छ, ओनर हाम्रो जिमेल नै हुनुपर्छ। सो कम्युनिटी, ओके, यो कम्युनिटीमा पनि हामीले यहाँनिर यहाँनिर ह्यान्डलहरू हामीले राख्न सक्छौँ होइन। यहाँनिर युजरहरू अनेक राख्न सक्छौँ, तर यसलाई अहिले केही गर्नु परेन है। यिनीहरूलाई ब्ल्याङ्क नै छोडौँ। ओके, हामीले सबैभन्दा पहिला यो जेनेरल पनि परेन, यो च्यानलको बारेमा हामीले जुन चाहिँ हाम्रो कन्ट्री अनि यो किवर्ड अनि एडभान्स सेटिङमा यो हामीले यो बिचको चोइस गऱ्यौँ होइन। फ्युचर इलिजिबिलिटीमा इनेबल हामीले गऱ्यौँ, जुन चाहिँ हामीले फोन नम्बरलाई लगाइसक्यौँ। अनि अपलोडमा हामीले यो प्राइभेट राख्यौँ अनि ट्याग राख्यौँ। अनि एडभान्समा यहाँनिर हाम्रो ल्याङ्ग्वेजहरू मिलायौँ। यो मैले जस्तो मिलाइराखेको छु तपाईँले पनि त्यस्तै तरिकाले मिलाउनु होला है। यो चाहिँ युट्युब च्यानलको लागि एकदमै ठुलो खेल हो यो चाहिँ, जुन चाहिँ हामीले सेटिङ मिलाएर राख्यौँ भने चाहिँ हाम्रो युट्युब च्यानल ग्रो हुँदैन राम्रो। सो यो तपाईँहरूकै लागि भनेर एउटा भिडियो बनाउन चाहेको हो मैले। सो अनि हामीले यहाँनिर यो हाम्रो लोगोमा गएर ओके, यहाँनिर ठिकै छ। सो हामीले अब ओके, हामी यो युट्युब खोलौँ। ओके, युट्युब खोलौँ है। यो युट्युब खोल्यो। युट्युब खोलेपछि यो हाम्रो लोगोमा थिचौँ। यहाँनिर हाम्रो लोकेसन, यो लोकेसन पनि हेर्नु होला है। यो लोकेसन पनि तपाईँको नेपाल छैन, अरू कन्ट्री छ भने चाहिँ त्यसले पनि धेरै प्रभाव पार्छ। जुन चाहिँ हाम्रो लोकेसन नेपाल देखायो भने हाम्रो युट्युब च्यानलको भिडियोहरू चाहिँ नेपालमै चलिराखेको हुन्छ है। सो यहाँनिर हामीले नेपालै राख्नुपर्ने हुन्छ। सो गाइज, आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो होइन। जुन चाहिँ हामीले युट्युब च्यानलको सेटिङको बारेमा मैले अलरेडी तपाईँहरूलाई जानकारी गराइसकेँ। तपाईँले कतिसम्म बुझ्नुभयो, के बुझ्नुभयो भन्ने कुरा त मलाई थाहा भएन। तर पनि जे होस्, मेरो भनाइअनुसार तपाईँले पक्कै पनि बुझ्नुभयो होला। तपाईँले मेरो ल्याङ्ग्वेजहरू बुझ्नु भएन, मेरो भनाइहरू बुझ्नु भएन भने पनि मैले स्टेप बाई स्टेप तपाईँलाई कम्प्युटरको स्क्रिन सेयर गरेर भए पनि तपाईँहरूलाई सिकाएको छु। सो तपाईँलाई भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि मन पऱ्यो भने लाइक गरिदिनु होला। अनि हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै टेक्निकल कुराहरू, यस्तै युट्युब सम्बन्धी कुराहरू, यस्तै फेसबुक सम्बन्धी कुराहरू चाहिँ फेरि भिडियोहरू आइराख्छन् है। सो त्यसको लागि तपाईँले च्यानललाई सब्सक्राइब गर्नु होला। छेउमा भएको बेल आइकनलाई पनि दबाइदिनु होला, ताकि यस्तै भिडियोहरू तपाईँको नोटिफिकेसनमा सबैभन्दा पहिला पाउनको लागि भन्दै आजको भिडियो यति नै। हवस् त, बाइ बाइ, सी यू अगेन नेक्स्ट भिडियो।